सबै महानुभावहरूलाई मेरो सादर नमस्कार। मेरो एक बाबासँग भएको अतृप्त प्रेम मैले एउटा सामान्य कवितामा प्रस्तुत गर्न खोजेको छु। भुल त्रुटि सच्याइदिनु होला, धेरै लेख्न नआए पनि मैले प्रयास गरेको छु। धेरै जस्तो नदेखिने कठोरपनको खोलभित्र न्यानो माया लुकाउने आफ्नै थकानलाई बिर्सिएर मेरो भोलिको उज्यालोको निम्ति पानी, घाम, चिसो र तातोको कहिल्यै हिसाब नगर्ने धावक घोडा झैँ कुदिरहने मेरा बाबा। त्यो बेला मायाको भाषा बुझ्ने उमेर थिएन, त्यसैले स्नेहका ती अक्षरहरू आँखाले देखिन, मनले महसुस पनि गरिन। बासँग समय नै कहाँ थियो र जीवनसँगको सङ्घर्षमा उहाँ सधैँ दौडिरहनु भएको हुन्थ्यो। म उड्दा खाली ओछ्यान, घरभरि उहाँको अनुपस्थितिको सनसनाहट, तर स्मृतिको भित्तामा भने आज पनि टाँसिएको छ एउटा पुरानो पुनिया हाफ प्यान्ट चप्पल पड्काउँदै हिँडिरहनु भएको थियो आकृति। भन्छन् असल मानिसहरू भगवानका प्रिय हुन्छन् रे। सायद त्यही भएर होला मेरा बा पनि छिट्टै बोलाहाटमा जानुभयो। तर जाँदा जाँदै मेरो मनलाई भने असहाय भारी बनाएर जानुभयो। कहिलेकाहीँ मनको कुनामा एक्लै बस्दा आँसु आफै झर्छन्। बा हुनुहुन्थ्यो भने कति कुरा सुनाउँथे होला, कति गुनासा पोख्थे होला, कति प्रश्नहरू राख्थे होला। सानो हुँदा मायाको मूल्य बुझिन, ज्ञान आएन। आज भने उहाँको काख सम्झेर बालक झैँ अङ्कमाल गर्दै रुन मन लाग्छ। कुनै रात म बालाई सपनामा बोलाउँछु, मनभित्रको ढोका खोलेर पर्खिरहन्छु। तर थाहा छैन माया मार्नु भएको हो कि समय नै टाढिएको हो, उहाँ आउनुहुन्न। तैपनि आकाशतिर हेर्दा लाग्छ कतै कुनै ताराको उज्यालो बनेर बा मलाई हेरिरहनु भएको छ र म आज पनि त्यही उज्यालोसँग अधुरो संवाद गरिरहेको छु, उहाँलाई सम्झँदै, उहाँलाई खोज्दै, उहाँलाई माया गर्दै। धन्यवाद।